हेलो गाइज गुड मर्निङ। अब एक दिनपछि चाहिँ मैले ब्लग हालेँ, खोइ किन म चाहिँ बाहिरै निस्किरहेँ होइन। आजकल यस्तो बिरगन्ज यस्तो गर्मी है, यस्तो घाम छ, यस्तो गर्मी बढ्यो है 2 दिनदेखि। बाहिर निस्किन नि मन लाग्दैन बेलुकातिर। अब बेलुकातिर निस्किन्छु भन्दा खोइ राति हुन्छ, राति फेरि निस्किनै मन लाग्दैन, त्यस्तो हुन्छ। म चाहिँ बिहान बिहान मन्दिर गएँ, मन्दिर जान्छु अनि यसपछि अब चाहिँ म जिम जान्छु। मन्दिर गएर ढोगेर अनि म जिम जान्छु। यो चाहिँ मान्छे टन्नै भिड लाग्थ्यो, मन्दिरमा मान्छेहरू त टन्नै आएको थियो है। आज खै के थियो, टन्नै मान्छे आएको थियो मन्दिरमा चाहिँ। मजाले मान्छेहरू पनि टन्नै आएको थियो मन्दिरमा। त ठुलो हेर्नु त फोटो, दुर्गाजीको फोटो छ त्यहाँ। यो चाहिँ बाटो जिमको घाम हेर्ने एकछिनमै घाम यस्तो लाग्यो, यस्तो चर्को घाम लाग्थ्यो होइन। अब म चाहिँ अब यो जिमको बाटो जाँदै घाम पानी त्यस्तै चर्को लाग्थ्यो। के गर्नु यस्तो गर्मीमा, जिम गर्न पनि अप्ठ्यारो, हिँड्दै जानुपर्छ, त्यो पनि हिँड्दै जानुपर्छ। त्यहाँबाट बस्दा त्यस्तो घाम चाहिँ अहिले त चाहिँ बरु शीतल छ, अगाडि म हिँड्दाखेरि चाहिँ यतातिर चाहिँ मलाई हल्का शीतल शीतल लाग्यो है। तपाईँहरूतिर पनि कस्तो घाम छ मलाई भन्नु न। कालो अनुहार पनि कालो न कालो देखिन्छ कि घाममा हिँड्ने कि कालो देखिन्छ अनुहार। मान्छे पनि कालो छु, त्यही भएर होला। जिम गरेर निस्केँ, जिम गरेको चाहिँ भिडियो बनाएन किनकि अब त्यस्तै थाकिरहेको थिएँ। मैले स्ट्यान्ड पनि लगेन जिम गर्दाखेरिको भिडियो बनाउनलाई। म चाहिँ निस्केँ, बाहिर निस्केर यो चाहिँ लट भयो, बाहिर निस्केँ त्यस्तै घाम थियो है, बाहिर निस्केर त्यस्तै घाम थियो। अब म चाहिँ कपाल कटाउनु पनि जानु छ, आज मलाई कपाल कटाउनु पनि जानु छ। जिम गरेपछि म चाहिँ अब कपाल कटाउनु जान्छु होला। त्यहाँ घाम हेर्नु न, टिलिक 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 अनुहारमा टिलिक 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 घाम आउने के। यो चाहिँ आज मैले नयाँ सेलुनमा कपाल कटाउनु जानु भएको छु। अस्तिदेखि मैले त्यो बियर्ड सप भन्नेमा कपाल कटाउँथेँ, आज चाहिँ खोइ नयाँ सेलुनमा कपाल कटाउन यो नजिक पनि पर्छ, त्यही भएर मैले त्यसमा कपाल कटाएको। अनि कपाल काटेर आइसी घर एकछिनपछि म चाहिँ यता आराम्याक्समा मेरो अनलाइन स्टोरको सामानहरू डेलिभरी गर्नु थियो, त्यो सामानहरू डेलिभरी गर्न गएँ। मतलब अर्डरहरू आएको थियो कि 2टा 3टा, अनि त्यही अर्डरहरूको सामानहरू त्यो बाहिर बाहिरको थियो, अनि त्यही कोरियरमा हाल्न गएको थिएँ। अनि म चाहिँ अब यतातिर गएर यसो घुमेर एक राउन्ड अनि म घर फर्किन्छु। बाई बाई, टेक केयर, भोलि भेटौँ। तपाईँहरू पनि राम्ररी बस्नु होला, धन्यवाद।